नमस्कार सबैजनालाई। एक्सप्लोर नकुलमा हजुरलाई स्वागत छ। आज हामी जापानको क्योटो स्टेसनको अवलोकन गर्नेछौँ। यो चाहिँ स्टेसनको इन्ट्री साइड हो। यहाँदेखि चाहिँ हामी इन्ट्री गर्नेछौँ। पहिला चाहिँ हामी बाहिरको अवलोकन गर्नेछौँ अनि त्यसपछि चाहिँ हामी बिस्तारै स्टेसनभित्रको अवलोकन गर्नेछौँ। भिडियो अन्त्यसम्म हेरिदिनु होला। अब चाहिँ हामी इन्ट्री गर्दैछौँ स्टेसनभित्र। यो चाहिँ माथिको इन्टेरियर डिजाइन हो। यहाँदेखि चाहिँ क्योटो टावर चाहिँ एकदमै छ्याक्क देखिन सक्ने रहेछ। हामी भित्रको पनि इन्टेरियर पनि अवलोकन गर्दैछौँ भने साथसाथमा यहाँदेखि देखिने विभिन्न दृश्यहरूको पनि अवलोकन गर्दैछौँ। र भित्रको अवलोकन सँगसँगै हामी माथि स्काई ब्रिजको अवलोकन गर्नलाई माथितिर जान्छौँ। यो चाहिँ माथिको रुफटप रहेछ यहाँको। अनि माथि सिलिङमा पनि यहाँ रुफटपको सिलिङमा सानो गार्डन पनि रहेको रहेछ। एकदमै राम्रो छ। यहाँ रेस्ट पनि गर्दै हुनुहुन्छ। अनि हामी स्काई ब्रिज जानको लागि चाहिँ यहाँ रेस्टुरेन्टहरू भएर जानुपर्दो रहेछ। हामी स्काई ब्रिजको प्रवेश गरिसकेका छौँ। यहाँदेखि चाहिँ क्योटो सहरहरू अवलोकन गर्न सकिन्छ। सबै भ्यूहरू हेर्न सकिन्छ यहाँदेखि चाहिँ। पुरै सहर नै यहाँदेखि हेर्दाखेरि एकदम राम्रो देखिने रहेछ। वरिपरि पहाडले घेरेको उपत्यका जस्तै छ भनौँ। स्काई ब्रिजको अवलोकन सकेपछि चाहिँ अब हामी चाहिँ फेरि तलतिर जाने छौँ। यो स्टेसनसँगै रहेको यो चाहिँ होटलको कम्पाउन्ड हो। यो चाहिँ बिल्डिङको नक्सा रहेछ। यो क्योटो स्टेसन बिल्डिङको स्वरूप ढाँचा हो यो चाहिँ। त्यहाँनिर नै यहाँ चाहिँ पियानो पनि बजाउन राखिएको रहेछ। र हामी बिस्तारै तल झर्ने क्रममा छौँ। साथसाथमा घन्टी पनि रहेछ। र यति गर्दै हामी तल झऱ्यौँ र भिडियोको समापन गर्छौँ है त। हस्त धन्यवाद। अन्त्यसम्म हेर्नु।